सो वेलकम ब्याक टु माई न्यू भ्लगमा है। तपाईहरुले अहिले यतिखेर देख्दै हुनुहुन्छ म के गरिरहेको छु भनेपछि हाम्रो यो प्याराताल परिसरमा जमुनाको पात सुकेर गर्दा पुरै यो प्याराताल परिसरको यो भवन आँगन ब्लकमा पुरा गन्दगी फैलाइरहेको भएको कारणले गर्दा म यहाँ झाडु लगाइरहेको छु। तपाईहरु हेर्न सक्नुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। भिडियोलाई हेरिसकेपछि लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला र मलाई फलो गर्नु भएको छैन भने सबैजनाले फलो गर्नु होला र सबैजना आएर प्यारातालमा यसै गरेर हातेमालो गरेर सबैजनाले एक आपसमा मिलेर सरसफाई गर्नु होला। र मैले तपाईहरुलाई यो के भनेर जानकारी गराउन चाहन्छु भनेपछि तपाई हामी सबैको एउटा प्याराताल हो। प्यारातालको संरक्षण गर्नुपर्ने हाम्रो कर्तव्य हो। त्यसै कारणले गर्दा हामी सबै मिलेर प्यारातालको संरक्षण गर्नुपर्छ, किनभने हामी सबैले यसको सदुपयोग गरेका छौं हैन। त्यसैले भन्छु म सबैजना मिलेर गर्नु होला। र आजलाई यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईहरुलाई हैन। त्यही छ अब हैन, धेरै बोल्न त म जान्दिन। तपाईले भ्लगको लागि धेरै धेरै धन्यवाद। बिफोर पहिला कस्तो थियो, आफ्टर कस्तो थियो तपाईले हेरिसक्नुभयो। यहाँसम्म हेरिसकेपछि हैन एउटा लाइक चाहिँ झ्याम्बो लाएर गर्दिनु होला। गरिसकेपछि अनि फेरि यो भिडियो हेर्नुभयो तपाईहरुले। यो प्याराताल परिसरको भवनको अगाडिको आँगन ब्लक बिछाएको ठाउँमा मैले सरसफाई गरेँ। धेरै धेरै धन्यवाद।